नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ रातो समाचार। रातो समाचारमा हामीले विभिन्न विषय र प्रसङ्ग लिएर आउने गर्छौँ। मकवानपुर जिल्लामा अहिले चुनावी माहौलले तातिएको अवस्था छ। नेपाली कांग्रेस मकवानपुरको चुनावी मैदानका लागि उत्रिएका उम्मेदवारहरूले आफूले चुनाव जित्ने तर्खरमा विभिन्न प्रतिबद्धता जाहेर गरेका छन्। यसै क्रममा महिला कोटा लिएर होइन, म स्वयं प्रतिस्पर्धी भएर म कांग्रेसलाई राम्रो बनाउँछु भनेर एउटा प्रतिबद्धता जारी गर्दै नेपाली कांग्रेसको नेत्री इन्दिरा न्युपानेले पनि जिल्ला सहसचिव पदका लागि उम्मेदवारी दिनुभएको छ भने उम्मेदवार इन्दिरा न्युपानेसँग हामीले केही कुराकानी गर्ने कोसिस गरेका छौँ। अब लागौँ उतैतर्फ। स्वागत छ। हस्, धन्यवाद। महिला नेत्री निकै ख्याति कमाइसक्नु भएको छ। फेरि कांग्रेसको अहिले यो माहौल तातिरहेको बेलामा, चुनावी माहौल तातिरहेको बेलामा अहिले प्रतिस्पर्धामा आउनु भएको छ। सहसचिवको पदमा नै किन? हस्, धन्यवाद यहाँको प्रश्नको निम्ति। विशेष त म 52-53 सालदेखि नेपाली कांग्रेसको राजनीति गर्दै तपाईँको विभिन्न भातृ सङ्घ संस्था, महिला सङ्घ, तरुण दल, ट्रेड युनियन हुँदै पार्टीको जिल्ला कार्य समिति सदस्य, म एक कार्यकाल जिल्ला कार्य समिति सदस्यमा मैले काम गर्दै गर्दा हामीले राज्यले हामीलाई महिलालाई, विशेष त महिलालाई 33% राज्यका हरेक अङ्गमा चाहिँ कोटा चाहिँ समानुपातिक चाहिँ दिएको छ। त्यो समानुपातिकमा चाहिँ मैले यो 20औं वर्षको राजनीति अभियानमा जहिले पनि महिलाहरूलाई चाहिँ हामीले के देख्यौँ भन्नुहुन्छ भने हामीलाई लाग्ने आरोप चाहिँ जहिले पनि बजारका टाठाबाठा पहुँच भएका महिला जो चाहिँ केन्द्रसँग प्रत्यक्ष लिङ्क राख्छन्, जो चाहिँ जिल्ला नेताहरूसँग प्रत्यक्ष लिङ्क राख्छन्, त्यस्तो महिलाले र सीमित महिलाहरूले मात्रै त्यो कोटा चाहिँ उपयोग गरेको मैले पाएँ। र मेरो योजना र मेरो एउटा चाहिँ कार्ययोजना के छ भन्नुहुन्छ भने हामीले कोटा, राज्यले दिएको कोटा र राज्यले दिएको अधिकार हामीले एकचोटि हामीले युज गरियो महिलाले, र त्यो हामी एकचोटि हामीले युज गरिसकेपछि त्योभन्दा माथि चाहिँ हामीले अपडेट हुँदै जाने हो। र त्यसै क्रममा मैले जिल्ला कार्य समिति सदस्य मैले हुँदै गर्दा मैले अबको दिनमा म जिल्ला कार्य समितिमा मनोनित भएर आउँदिनँ र म खुल्ला जहिले पनि महिलालाई लाग्ने आरोपको खण्डन गर्दै म महिला कोटामा होइन है, म पनि एक कार्यकाल मैले समानुपातिक या कुनै पनि कोटा खाइसकेपछि म कोटामा जान्न भनेर म खुल्ला मेरो चाहिँ, र जहिले पनि हामीलाई चाहिँ एउटा महिलालाई चाहिँ पदाधिकारी विहीन अवस्था भइरहेको कारणले म चाहिँ खुल्ला चाहिँ पदाधिकारी चुनाव लड्छु भनेर मैले यो मेरो चुनावी चाहिँ सहसचिवको उम्मेदवारी चाहिँ यसै कारणले पनि हो। प्रतिस्पर्धामा आउनु भएको छैन। कांग्रेस आफ्नै पार्टीभित्र पनि सभापति उम्मेदवारको लागि र विभिन्न प्यानलहरू छुटेको छ र अहिले जयराम लामिछानेको प्यानलमा तपाईँ हुनुहुन्छ। अनि प्रतिस्पर्धा हुनुमा के लाग्छ? कांग्रेसभित्रै कांग्रेसको प्रतिस्पर्धा जस्तो देखिँदाखेरि यसलाई चाहिँ कसरी व्याख्या गर्नु? होइन, यसलाई हामीले कांग्रेसभित्रको प्रतिस्पर्धा, यो स्वच्छ प्रतिस्पर्धा हुनुलाई मैले चाहिँ गलत बुझ्दिनँ। किनकि हाम्रो विधान जुन बेला चाहिँ हाम्रो बीपीले चाहिँ यो विधान एउटा बनाउनु भएको छ, नेपाली कांग्रेसको विधान छ, त्यसमा नै के प्रश्न भनिएको छ भन्छ भने 50+1ले चाहिँ सबैको विचार समेट्ने र त्यसले चाहिँ प्रतिनिधित्व गर्ने, र 49% जसको हुन्छ त्यो 49.9 भएको मान्छेले चाहिँ एउटा अर्को विचार बोक्ने भनेर प्रष्ट एउटा धारणा चाहिँ यो गुड होइन। यो विचारको चाहिँ एउटा पक्ष हो। यो पक्ष हुनुमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्यो। स्वस्थ कुनै डर, धाक, धम्की, पैसाको चलखेल नभइकन भएको प्रतिस्पर्धाले केही पनि बिगार गर्छ जस्तो मलाई लाग्दैन, र यो स्वस्थ प्रतिस्पर्धाले चाहिँ केही फरक पर्दैन जस्तो लाग्छ मलाई। कांग्रेसले बीपीको विचारलाई चाहिँ पालना गर्दै अगाडि बढ्ने भन्नुभएको छ। तपाईँको प्यानलले चाहिँ बीपीको विचारलाई पालना गरेको छ कि विपक्षी प्यानलले? यसलाई चाहिँ कसरी? होइन, प्यानल त्यस्तो होइन। हामीले अर्काले गरेको छैन भन्दैनौँ। हामीले भोट माग्दै गर्दा हामी राम्रो, हामी चाहिँ एकदम बीपीका अनुयायी अनि अरू चाहिँ बीपीका अनुयायी होइन भनेर मैले त्यो अपव्याख्या म गर्न चाहन्न। हामी सबै कांग्रेस हौँ र सबैले गरेका छौँ, र पक्कै पनि पद भनेको एउटा हुन्छ र सबैलाई एउटा त्यहाँ पुगी क्षमता भइसकेका मान्छे सबैलाई त्यो पदमा जाने अभिलाषा हुन्छ, त्यो स्वाभाविक हो। र त्यो पद त एउटाले पाउँछ, दुईटाले पाउँदैन। त्यस कारणले त्यो सबै बीपीका अनुयायी हुँदाहुँदै पनि त्यो प्रतिस्पर्धा भएको हो। त्यसलाई चाहिँ सबैजना बीपीको अनुयायी हौँ हामी कांग्रेसहरू। इन्दिरा न्युपानेलाई चाहिँ जिताउनु भन्दै हिँड्नुभएको छ। इन्दिरा न्युपानेलाई जिताउनु पनि कारण के छ? एकदम सबैभन्दा महत्त्वपूर्ण प्रश्न यहाँले राखिदिनु भयो। मैले अघि नै भने म महिलाको हक र अधिकारको निम्ति मैले काम गर्दै जाँदाखेरि र समग्र मैले महिलाका अधिकारका मात्रै कुरा गर्दिनँ। म सम्पूर्ण युवा, बेरोजगार, जो चाहिँ विदेशमा खाडी मुलुकमा गएका दिदीबहिनीहरू हुनुहुन्छ, खाडी मुलुकमा गएका दाजुभाइ हुनुहुन्छ, उहाँहरूको मैले चाहिँ यहाँ भन्नै पर्छ। मैले चाहिँ हाम्रो चाहिँ एउटा गैर सरकारी महासंघमा म आफै आबद्ध छु र म गैर सरकारी महासंघको केन्द्रीय सदस्य पनि हो अहिले, र यो बागमती प्रदेशको सह इन्चार्ज पनि हुँ। यो गर्दै गर्दाखेरि मैले चाहिँ तपाईँको सबैभन्दा ठुलो हामीलाई एउटा जिम्मेवारी के जस्तो लाग्छ भन्छ नि, हामी महिलालाई आर्थिक पाटो, हामीले जबसम्म 2 पैसा आय आर्जनसम्म हामी महिलालाई जोड्दैनौँ, महिलाका हकका कुरा गर्छौँ तर महिलालाई चाहिँ बेरोजगार हुन्छन्, विदेश जानुपर्ने बाध्यता हुन्छ, युवालाई विदेश जानुपर्ने बाध्यता हुन्छ, सिप दिन सक्दैनौँ, तब यो युवा
युवावर्ग सबै विदेश पलायन भयो भने त हाम्रो देशमा कसले गर्ने त भन्ने बेला चाहिँ बुढाहरूलाई दिनु हुँदैन, युवाले गर्नुपर्छ राजनीति भन्ने, अनि युवाहरू चाहिँ सबै विदेश पलायन हुने। यो अवसरमा नि मेरो चाहिँ एउटा के छ भन्नुहुन्छ नि, मैले लगभग अहिले 10,000 भन्दा पनि बेसी दिदीबहिनी दाजुभाइ, समग्र मैले दिदीबहिनीलाई मात्रै भन्दिनँ, दाजुभाइलाई पनि मैले उद्यमीसँग जोडेको छु, महिला दिदीबहिनीलाई उद्यमसँग जोडेको छु। यसै कारणले पनि मलाई के लाग्छ भन्नुहुन्छ नि, मेरो आधार र मैले सहसचिव जित्दै गर्दा मैले हिजोको दिनमा पनि धेरै गरेको छु र भोलिको दिनमा नि प्रत्यक्ष महिला दिदीबहिनीहरूलाई आयसँग जोडेर राजनीतिक चेतना म तपाईँलाई अलिकति जोड्न चाहन्छु। मेरो यो उम्मेदवारी पनि किन मैले पदाधिकारीमा गरी भनेर मैले भन्न चाहन्छु। हाम्रो कस्तो हुन्छ भन्नुहुन्छ नि, हाम्रो महिलाले 33% पायौं, तर विशुद्ध त्यो संख्यात्मक त हामी पुग्यौं होला, तर गुणात्मक हामीले चाहिँ महिलाको उपस्थिति दिन नसकेको कि जस्तो मलाई लागेको। किनकि भन्नुहुन्छ नि, योभन्दा तपाईँको 74 सालको हाम्रो त स्थानीय निर्वाचन हुँदै गर्दा हामीले महिला सदस्य र दलित सदस्यहरू पाउन नि, महिला सदस्य पाउन हामीलाई गाह्रो थियो। हामीले बल्ल बल्ल यताको उताको तानेर हामीले पुर्यायौं र पछि हामीले गाउँमा अन्तर्पार्टी महिला सञ्जालको जिल्ला अध्यक्ष पनि भएर काम गर्दै गर्दा हामी प्रत्येक महिलाको चाहिँ राजनीतिक मुद्दाका लिएर हामी गाउँघरमा पुग्दाखेरि कुनै पनि महिलाले, बिचरा धेरै ठाउँको महिला दिदीबहिनीले आफ्नो नाम शुद्ध भन्न नसक्ने अवस्था थियो र उहाँहरूले त्यो दिदीबहिनीहरूले के राजनीतिक चेतना फैलाउनुहुन्छ, के हक अधिकारको कुरा गर्नुहुन्छ। त्यस कारणले पनि मैले होइन है, म एउटा ताली बजाउने सीमित हुन्न, म पदाधिकारी जान्छु र प्रत्यक्ष कार्यकारी पदमा बसेर म जनतामा गएर नेपाली काङ्ग्रेसले यो गरेको छ, नेपाली जनताको आवाज यो हो, महिलाको अधिकारी हो, युवाको अधिकारी हो भनेर बृहत रूपमा चाहिँ सम्पूर्ण एउटा काङ्ग्रेसको त छँदैछ, तर म एउटा सामाजिक मान्छे पनि भएको कारणले हरेक क्षेत्रको चाहिँ मैले उत्थान गर्ने मेरो एउटा मनसाय भएर मैले सहसचिवमा उम्मेदवारी दिएको। महिला दिदीबहिनीहरूको लागि पनि पुरा निकै आवाज उठाउँछु भन्नुभएको छ होइन। अहिले ठ्याक्कै अहिले तपाईँले यो सहसचिवमा पदमा उम्मेदवारी दिइरहँदा र अहिलेको अवस्था र योभन्दा अगाडिको अवस्थामा महिला दिदीबहिनीको अवस्था के छ र अहिले के पाइरहनु भएको छ, ठ्याक्कै तपाईँ सहसचिव भएपछि काङ्ग्रेसको नेतृत्व गर्दै जाँदाखेरि के परिवर्तन गर्न सक्छु भन्ने लाग्छ? यस्तो मैले अघि नै भने, मैले जब हामीले स्थानीय निकायको चुनाव हुँदै गर्दा या तपाईँको 61, 62, 63 को जनआन्दोलनपछि हामी अन्तर्पार्टी महिला सञ्जाल गठन गरेर काम गर्दै जाँदाखेरि यति धेरै राजनीतिक चेतना कहीँ पनि थिएन। तर यो 33% र राज्यले दिएको अधिकारहरू आज केही हदसम्म दिदीबहिनीहरूले हिजोको तुलना, जब मैले तपाईँको 54-55 सालदेखिको त्यो एउटा गाउँमै गएर काम गर्ने एउटा त्यो पेरिफेरीबाट आज आएर तपाईँको 78 सालसम्म आउँदा केही न केही त पक्कै पनि भएको छ। र मैले जिल्ला कार्य समिति सदस्य भएर मैले त्यहाँ काम गर्दै गर्दाखेरि हिजोको दिनभन्दा 74 तपाईँको स्थानीय निर्वाचनमा अझ मैले बलियो देखेँ होइन। र अब मैले सहसचिव जित्दै गर्दा अझ मैले बृहत रूपमा नेपाली काङ्ग्रेसको महिलाको अधिकार के हो, तपाईँको नेपाली काङ्ग्रेसको महिलाको विधानमा के छ महिलाको अधिकार, यावत कुरा चाहिँ म सहसचिव भएपछि अझ धेरै चाहिँ म गाउँ गाउँमा गएर एउटा कुरा के भन्छ नि, जबसम्म पद हुँदैन हामीले काम गर्ने ठाउँ अलिक कम हुन्छ। त्यस कारणले मेरो पद भएर म सहसचिव हुन त जित्ता मात्रै म गर्ने होइन, म यदि सहविजेता भयो भने पनि म काम चाहिँ गर्छु, तर जिते भने अझ धेरै गर्छु, यति मात्रै हो। जस्तो पारदर्शिताको कुराहरू तपाईँको प्यानलमा जयराम लामिछाने सभापतिको उम्मेदवार दिनुभएको छ र उहाँले चाहिँ आफ्नो प्रतिबद्धतामा पारदर्शिताका कुरा गर्नुभएको छ, पारदर्शिता गर्ने भनेर व्याख्या गर्नुभएको छ। नेपाली काङ्ग्रेस के पारदर्शिता थिएन र यसमा तपाईँको भूमिका के रहन्छ? एकदमै जस्तो पार्टी कसरी चलेको छ, सबैभन्दा ठुलो कुरो पार्टी त चलेको छ, तर पार्टी कहाँबाट चलेको छ, पार्टी कसरी चलेको छ, आर्थिक स्रोत के छ। एउटा व्यक्तिले मात्रै पार्टी चलाउने होइन, एउटा व्यक्तिले मात्रै जस्तो एउटा सभापतिले मात्रै त पार्टीमा लगानी गरेर पार्टी टिकाउने होइन। हामी सम्पूर्ण पार्टीका एउटा हामी कार्यकर्ता हौँ र केही न केही योगदान कार्यकर्ताले त्यहाँ गर्नुपर्छ भन्ने जयराम दाइको एउटा मान्यता हो। र पार्टीमा भएको आर्थिक कति आयो त, कसरी पार्टी चलिरहेछ, त्यो कुरामा पारदर्शिता चाहिँ अलिक कम भएको थियो, अझ धेरै गर्छ भन्नुभएको, यति मात्रै हो। उहाँले चाहिँ एउटा आफ्नो परिपक्वता गरिरहँदाखेरि अर्को कुरा पनि जोड्नु भएको थियो कि मैले प्रश्न पनि गरेँ, यसमा विधानमा लेखेको छैन भन्नुभयो, दुवै लिङ्गीको भनेर उहाँले व्याख्या गर्नुभयो। तर काङ्ग्रेसले विधान लेख्दाखेरि यस्तो विज्ञहरूले गर्दाखेरि तेस्रो लिङ्गी पनि हुन्छ भन्ने काङ्ग्रेसको बुद्धिजीवीहरूको ध्यान नगएको कि अथवा थाहा नभएको त्यो विधान किन छुटेको? एकदमै यो चाहिँ एकदम जटिल प्रश्न गर्नुभयो। साँच्चै हामी चाहिँ दुईटा लिङ्गी, एउटा महिला एउटा पुरुष भन्दै गर्दा पक्कै पनि तेस्रो लिङ्गी पनि हामीसँग हुनुहुन्छ र उहाँहरूमाथि त्यो अन्याय नै भएको छ। र तर प्रतिनिधित्व चाहिँ तेस्रो लिङ्गीबाट हाम्रो महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो र त्यस कारणले अझ मैले यो छुटेका कुराहरू चाहिँ केही छुटेको कुराहरू चाहिँ म सहसचिव भएर जाँदै गर्दा मैले अझ यसलाई चाहिँ परिमार्जन गरेर अझ त्यसलाई चाहिँ यो तेस्रो लिङ्गीका नै कुराहरू चाहिँ विधानमै समेटेर 80% चाहिँ जस्तो हाम्रो महिला कोटा छ, जनजाति कोटा छ, दलित कोटा छ होइन, अल्पसंख्यक र अपाङ्गको कोटा सँगसँगै
तपाईँको यो अन्य जाति अन्य लिङ्ग भनेर चाहिँ तेस्रो लिङ्गीको छ उहाँहरूको पनि हक र अधिकारको विषयमा चाहिँ म बुलन्द आवाज उठाउने छु। अब ठ्याक्कै अब नेपाली कांग्रेस चाहिँ के हो र अब नेपाली कांग्रेस कस्तो हुनुपर्छ भन्ने मान्यता लाग्छ तपाईँलाई? एकदमै नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। मलाई लाग्छ लोकतन्त्रबाट अलिकति विचलित धेरै व्यक्तिवादी हावी भएको हो कि जस्तो लाग्छ र यो व्यक्तिवादी कांग्रेस होइन, यो समग्रमा सबैको कांग्रेस बन्नुपर्छ अबको भोलिको दिनमा। सानो जस्तो एउटा हामीले चाहिँ हिजो चाहिँ संघीय एकतन्त्रिक शासन भयो भनेर हामीले तपाईँको संघीयतामा गयौं र प्रदेशको ओडामा चाहिँ राजधानी हुनु, ओडै चाहिँ एउटा पावरफुल हुनुपर्छ, घर घरमै सिंहदरबार हुनुपर्छ भनेर संघीयतामा लेख्दै आउँदाखेरि कांग्रेसले चाहिँ विधानता हामी संघीयता भन्ने र विधानता हामी चाहिँ एकीकृत नभए एकदम सभापतित्व प्रणालीमा चाहिँ अलि धेरै भएको चाहिँ त्यो चाहिँ हामीलाई पनि महसुस छ र त्यो कुरा चाहिँ भोलिको दिनमा चिर्नुपर्छ जस्तो मलाई लाग्छ। अब चुनावी माहौल पनि नजिकै आइरहेको छ होइन, आफ्ना शुभचिन्तकको प्रतिनिधिहरूसँग सबैसँग चुनावको लागि भोट पनि माग्दै जानु आउनु भएको छ र अझै पनि केही भन्नु मन लागेको छ भने म इन्दिरा नेपाली चाहिँ यो यस कारणले जिताउँ अथवा केही भन्नु लागेको कुरा छ? हस्, एकदमै हो। अब लगभग हाम्रो भोलि चाहिँ मनोनयन दर्ता हुँदैछ र 16 गते चुनाव हुँदैछ। म अर्थ केही भन्दिनँ, म सहसचिव उम्मेदवार हुँदै गर्दा यहाँहरूले स्वच्छ मूल्याङ्कन गरिदिनु होला। कसैको डर धाक धम्की नभइकन विशुद्ध इन्दिरा नेउपाने के हो, इन्दिरा नेउपानेले मान्छेले इतिहास पनि हेर्नुपर्छ। भोट दिने कुरा ठुलो, धेरै ठुलो कुरो हो, त्यो आत्मदान हो। त्यो भित्र दिएको हामी 2 पैसा अरूलाई दिन सक्छौँ, हामीले लाएको कपडा पनि हामी खोलेर अरूलाई दिन सक्छौँ। तर त्यो मतदान भन्ने कुरा एक दिन दिएको मतदानले हामी 5 वर्ष पछ्ताउनु पर्छ। त्यसकारण म उहाँहरूलाई के भन्नुहुन्छ नि, मलाई पनि मैले माग्दैन भोट नदिनुहोस्, मैले गरेको हेर्नुहोस्। इन्दिरा नेउपानेले कांग्रेसको निम्ति कति गरी, इन्दिरा नेउपानेले समाजको निम्ति कति गरी, इन्दिरा नेउपानेले महिलाको निम्ति कति गरी, साँच्चै आफ्नै खुट्टामा उभिएको छ कि नेताले मात्रै बोकेको भरले चाहिँ इन्दिरा नेउपाने उभिन्छ? यो सबैभन्दा ठुलो कुरो। हामी महिला हुँदै गर्दा हामी हाम्रो अडान राखेर हामी उभिन सक्छ कि सक्दैनौँ यो विचार गरिदिनु होला। र यहाँहरूले यदि इन्दिरा नेउपाने भन्दा अरू कोही अब्बल लाग्छ, इन्दिरा नेउपानेले भन्दा यो मानेमा चाहिँ एकजना मात्रै चाहिँ इन्दिरा नेउपाने भन्दा चाहिँ यो कामले चाहिँ यो बेसी छ भनेर उहाँहरूले जस्टिफाई सहित उहाँहरूलाई यदि आत्माले लाग्छ भने उहाँहरूले, यदि म हारी भने पनि उहाँहरूसँग कुनै चित्त दुखाइ हुँदैन मेरो। म नेपाली कांग्रेसको कर्मठ सिपाही हुँ। म चुनाव जिते भने विजेता हुन्छु, म हारी भने सहविजेता हुन्छु। त्यसकारणले हार र जित एउटा हाम्रो आन्तरिक चुनाव हो। हार र जितले मेरो जीवनमा, मेरो राजनीतिक केरियरमा त्यस्तो ठुलो केही धक्का लाग्दैन। म सधैँभरि नेपाली कांग्रेसको कर्मठ कार्यकर्ता हुन्छु। त्यसकारणले यहाँहरूले सही मूल्याङ्कन गरेर यदि यहाँहरूको मूल्याङ्कनमा म सही छु भने मलाई आफ्नो अमूल्य मत दिनलाई म हार्दिक अनुरोध गर्छु र साथै मेरो टिम जयराम लामिछाने जी हुनुहुन्छ, उहाँको टिमलाई पनि म भोट माग्न हार्दिक अनुरोध गर्दछु। व्यस्त समय हुनुहुन्छ, चुनावी माहौल छ होइन, चुनावमा भोट माग्न जानु छ, दौड पनि छ, तर पनि बोलाउने बित्तिकै पनि तुरन्त सहभागी हुनुभयो होइन, समय दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। हस्, यहाँलाई पनि मेरो यो चुनावी मुखमा चाहिँ मेरो आफ्नो यति भनाइराख्न दिनुभयो। भनिन्छ यो चाहिँ मिडियाहरू चाहिँ राज्यको चौथो अङ्क, यो अङ्कले चाहिँ एकदमै राम्रो, अझ नेपाली कांग्रेसको निम्ति सधैँभरि उहाँहरूले एकदमै राम्रो लेखिदिनु भएको छ, बोलिदिनु भएको छ र मलाई पनि मेरो कुरा यति राख्न दिनुभएको छ। रातो समाचार भन्ने अनलाइनमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। जय नेपाल। धन्यवाद।